हेलो 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 वेलकम टु नेक्स्ट ब्लग। हामी चाहिँ अहिले हाइकिङ भन्ने कि ट्रेकिङ भन्ने कि केही नभने यहाँ मास्तिर एयरपोर्ट काँगल एयरपोर्ट बन्द भइसक्यो। अहिले पस्नु तँलाई कति देखाउँछु भने मलाई थाहा छ। नहाँस्नु त अनि एयरपोर्ट होइन त ओइ बहिनी ओइ हामी जानु थाल्यो एयरपोर्ट होइन काँगल एयरपोर्ट जुन चाहिँ बन्द भइसक्यो। प्लेन चल्दैन त्यही हो हामी जानु थाल्यो त्यहाँ घुम्ने। ऐसोले खाना पाइन्छ नि ऐसोले खाना होइन म खास भन्दा एयरपोर्ट भन्दा पनि ऐसोले खाना पाएन भने मैले बहिनीलाई कुट्छु। यो के हो यो झ्यास लाग्नु झुस्लुङ नलड न देखिन्छ आइपुग्यो यार यही बाटो त हो नि हिजोका। आजको एकदम रमाइलो हुन्छ भने सोचेको छ। दाईहरूसँग गएको छ रमाइलो हुन्छ। अब झन् दाईले क्यामेरा बोकेको छ कि थिच न यार यताबाट दाई मैले अस्ति नयाँ चिज पत्ता लाग्यो ल मेरो बहिनी पढाइ स्कुल हो है यो चाहिँ त्यो क्लास कुन होला भन्नु क्लास 7 क्लास होइन यो क्लास 6 7 4 5 4 त्यो अनि एउटा माथि नयाँ बनाऊ। ए पहिला चाहिँ यहाँ हो ए काँगेल स्कुल भनेको गुगलमा देखाएको यही हो। हाम्रो दिदीहरू पढाइ हो यो होइन कि यो चाहिँ हो कि तल्लो यो त नयाँ हो। कुन स्कुल हो है यो कहाँ हामी माथिबाट जाने कताबाट हो ए उता पो हो अहिले देखाइदिइहाल्छु नि होइन तैँले भइगयो नि त। यस्तो दामी यो ढुङ्गा बिछाएको ठाउँमा बाइक चलाउनु चलाउनु जिन्दगी चलाउनु नपरेछ यार यस्तोमा त आफै यति अङ्क लड्नु भएन नि। यहाँ छ है ऐसेल चाहिँ ए घोच्यो 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 ऐसेल पनि नदेखा हो त्यसले देखाएको छ है भेटेर टाजा देखायो भन्थ्यो त अघि त कहाँदेखि ठुलो हान्दैन यही ऐसेल ल को आउनु भएको छैन को आउनु भएको छैन है ऐसेल ल मैले खाएँ ल दाइ के खानु भा होइन सुन सुन यो नेपालको सुन जस्तै जिन्दगीमा होइन मैले ऐसेल खाएको 14 वर्षपछि पोल खाएको थिएँ 3-4वटा। त्यसो यसपालि धितमा मन्जुल खाने भने उका लाग्यो खै 3-4वटा भन्दा भेटिँदैन एउटा उहाँ रहेछ नि ऊ तर हिजो मैले आधा घन्टा जति बाइक गएको खा भन्थ्यो कि कस्तो जाइ मिठो अमिलो अमिलो मिठो मिठो यो पनि आएको छ है मसँग। यो चाहिँ मैले चिन्दिनँ होइन त्यो बाटोमा भेटेर ल्यायो यसलाई दाइ म नि तपाईँसँग जाने भन्यो अनि त्यही भयो। के दोस्त को बहिनी तिमी नाला जाऊ न किन आएको यहाँ एयरपोर्ट आइपुग्नु लाग्यो है त उकालो टन्नै चढ्यो नि उकालो 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 चढ्दाखेरि आइपुग्यो। अब कस्तो छ उता के कस्तो छ यसो एयरपोर्ट डाँडा वा नाइस हो। पहिला एयरपोर्ट चाहिँ अब आजकल मान्छेहरू आउन छोडेपछि एयरपोर्ट पनि बन्द भयो। दामी तल दामी देख्दैछ तुवालोले केही देखेको छैन। तुवाल नभएको चाहिँ बवाल हुन्थ्यो होला। के छ भाइ ठिक छ भेरी अनि कहाँ आएको त किन आएको म त खै स्वर्गमा आसला यसो झुरुक्क उठेको यहाँ पुगेँ जस्तो दामी ठाउँ छ एकदम दामी ठाउँ त्यसको लागि यसलाई थ्याङ्क यू यो यस्तो दामी ठाउँमा ल्याइदिएकोमा हेर तनेको भन्दा ठुलो नाक छ यार यसो हेर्नु त्यहीँ देखाउँछ छैन ल अब हाम्रो सिनियर फोटोग्राफर क्यान्डिड स्टुडियोको हाम्रो दाइ क्यान्डिड स्टुडियोलाई यो प्रमोट गरिदियो भने दाइ प्रमोसन भन्दा
माइला जङ्गलमा आइसक्यो जङ्गलभित्र छिर्सक्यो म दाइ दिदी चिप्लिन्छ है यो यसमा कस्तो चिप्लिन्छ भने डेन्जर चिप्लिन्छ भने एयरपोर्ट घुम्यो एयरपोर्टबाट माथि यो जङ्गलमा क्या दामी जङ्गल छ वा यो जङ्गलमा यसो 2-4 फोटो खिच्न यस्तो दामी ठाउँ रहेछ है कपाल उडाउँदै आइज है कपाल उडाउँदै आइज कहाँ हो माथि होइन यार कस्तो छ ल कता हो कस्तो बाटो आयो छट्ट के हो यो झट्टी हान्न पानी परेको महिना चाहिँ यहाँ केही ठाउँ हो छ्या कति न कहाँ निकाल्ने जस्तो अप्ठ्यारोबाट ल्याएको छिटो निस्किन त्योभन्दा ठुलो कुकुर त यहीँ छ नि ओ काँगेल एयरपोर्ट हो है त बन्द भइसक्यो काँगेल एयरपोर्ट यहाँ माथि सल्लाह है कता कता घुम्यो पैसा किन्दाको पैसा मैसँग मैले पढ्छु त्यहाँ छोडेँ त्यो पनि रिचार्ज तर चाहिहाल्दैन नि त मसँग मलाई त्यसलाई नि अनलाइन जाने हो म हस्पिटल हेरिन्छु कसलाई को सुमी पानछिट्या कहाँ यो एयरपोर्ट कति 2 किलोमिटर जति होला यो एयरपोर्टमा चाहिँ 2 किलोमिटर जति होला एयरपोर्टमा चाहिँ पानी पाउनु थाल्यो घडाङगुडुङ गरिरहेको छ आज यही बाटो हो जाने पञ्चन जाने बाटो जुम गर्नु मिल्दैन कुन बाइकले जान्छ दादा मेरो बाइक जान्छ होला नि भोलि अब सायद मिलेसम्म त्यो बाटो गइन्छ होला ऊ तल यहाँनिरदेखि यो बाटो अनि भोलिको पानी पऱ्यो भने त अब सोचौँ ल नभए त नि पञ्चन जानु भयो हामीलाई पानी छिट्याइरहेछ ल पानी पाउनु थाल्यो है यस्तै छ ल अब चाहिँ हामी ब्याक टु घर है त